हेलो एभ्रिवान, नमस्ते। आज पनि मेरो दिनको सुरुवात भयो सदैव जस्तै बुकसँगै। बिहानै बजार निस्केको थिएँ, कस्तो राम्रो दृश्य के पोखराको। यस्तो हिमालको मुनि पोखरा छ कि हामी त साँच्चीकै लक्की हो कि पोखरावासी त। यस्तो हिमाल बिहान बिहान यस्तो हिमालको दर्शन गर्न पाइन्छ। वाउ, दामी हिमाल देखेको थियो बिहान बिहान। अब यस्तो दृश्य देखेपछि फोटो भिडियो नखिच्दा हुँदै भएन अनि मैले भिडियो खिच्न मोबाइल झिकिहालेँ। बाइकमा भए पनि झिकिहालेँ अनि यस्तो राम्रो भिडियो खिच्न परिहाल्यो। आजै हतार भएको, आज चाहिँ बाइकमा पेट्रोल नरहेछ अनि हतार गर्दै पेट्रोल हालिहालेँ छिटो अनि कामतिर निस्किएँ लेखनाथतिर। अनि लेखनाथतिर एकदमै गर्मी थियो क्या, अनि त्यसपछि यसो चिसो खानु पऱ्यो भनेर मिरिन्डा खान अनि हट एन्ड स्पाइसीमा गएँ। पोखराको मौसमको भरै हुन्न, पानी परिहाल्यो, त्यस्तो गर्मी थियो पानी परिहाल्यो। फेरि चिया खान परिहाल्यो ल हेर्नु। अनि खाजा पनि त्यहीँ खाइहालेँ, यो चाहिँ भेज रोल भन्छ के अरे, अनि भेज रोल त्यहाँ खाएँ। अनि त्यस पछाडि कपाल बढे जस्तो लाग्थ्यो, पसिनाले गर्मीमा एकदमै गाह्रो भएको थियो अनि कपाल काट्न गएँ। यस्तै भयो मेरो आजको दिन।